आदेश कार्यान्वयनमा राज्य संयन्त्रको अस्वाभाविक हतारो, रविलाई हतार हतार किन पक्राउ गरियो? आजकै समाचारमा हेर्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई रवि लामिछानेलाई भैरहवा ल्याइयो। सोमबार अदालतमा उपस्थित गराइने शिक्षकहरूले गरे सडकमा सुतेर प्रदर्शन। सरकारले दोस्रो पटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजानी, दियो 3 विकल्प। थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री केपी शर्मा ओली। आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने दुःख नपाए हुन्छ, सरकारले कुरा सुन्छ। भारत भ्रमण बारेमा प्रधानमन्त्री केपी ओलीको प्रति प्रश्न काँडेतार लगाएको छ र? सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने प्रधानमन्त्री केपी ओलीको भनाई। भारत भ्रमण असम्भव होइन, काँडेतार पनि लगाएको छैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने तीन कुनै घटनामा निष्पक्ष छानबिन हुन्छ, न्यायिक छानबिन आवश्यक नहुन पनि सक्छ भन्दै प्रधानमन्त्री केपी ओलीको दाबी। नेपाल र भारत बीचका सानातिना विवाद संवादका माध्यमबाट टुङ्ग्याउने समझदारी भएको छ भन्दै केपी शर्मा ओलीको दाबी। थाइल्याण्डमा मोदीसँग भेटेर फर्केका प्रधानमन्त्री केपी ओलीलाई प्रश्न, अब भारतमा भ्रमण कहिले हुन्छ? मोदीजी र मैले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने अठोट गर्यौं भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। रवि लामिछाने पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टीका 4 निर्णय, अदालतको सम्मान गर्ने, विवेक नगुमाउने, दुर्गा प्रसाई भारत पुगेको आशंका, भारतबाटै पक्राउ गर्न सकिने, रवि लामिछानेलाई अन्तिम इच्छा सोध्ने प्रहरीको हुन्। यसबारेमा पुरै जानकारी पनि आजकै समाचारमा हेर्नुहोस्। रवि लामिछानेलाई पक्राउ गर्न गएका प्रहरीले अन्तिम इच्छा सोधेपछि निम्तिको विवाद। राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो प्रहरी पक्राउ पुर्जी नलिई आयो, बेडरुम भित्र बसेर पुर्जी लेखियो। रवि लामिछाने 2 दिन रूपन्देही प्रहरी हिरासतमा रहने। रवि लामिछाने समातिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीको कविता, न्यायको आँखा फोडिदेऊ, कानून बन्द गर, जाजरकोट भूकम्प अपडेट, 3 मिनेट फरकमा 2 पटक भूकम्प, 8 जना घाइते, 3 जिल्लामा घर तथा सरकारी भवन चर्किए। विश्वकै पहिलो प्रदर्शित शहरमा काठमाडौँ कायम, मन्दिरमा पिसाब छर्कने महिला पक्राउ, राजा चाहियो भन्नेलाई झलनाथ खनालको चुनौती, 2/3 बहुमत ल्याएर संविधानमै व्यवस्था गरेर देखाउनु, बाबुराम भट्टराईले सम्झे। प्रचण्डको त्यो कारबाही। राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई एमाले महासचिवको कटाक्ष, पुर्जी काट्ने रीतिरिवाज, रवि गृहमन्त्री हुँदा के थियो? रविन्द्र मिश्र र धवल शमशेर राणालाई निशर्त रिहा गर्न राप्रपाका नेता पशुपतिको माग। हिमालय एयरलाइन्सले यात्रुलाई भन्यो 4 घण्टा अगावै विमानस्थल आउनु। पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्य मन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद नै भएन। बैतडीमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु, 3 जना घाइते। मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु। आज पहाडी